आजको मेरो काम भनेको चाहिँ यहाँ हल्का चाहिँ भयो यो बाटोहरू चाहिँ छ अरैछरी छ यो चाहिँ यो बर्खा लाग्यो अनि जागिर आएको छ 2-3 वर्षहरू त्यहाँनिर हुन्छ अनि यहाँनिर बेसार खनेको थिएँ मैले यो बेसार खन सिद्धेर अब चाहिँ यहाँ मैले हल्का गाजर र साग चाहिँ छरिदिएको छु हैन अब त्यो हुन्छ हुन्न हैन यो चिसोमा चाहिँ गाह्रो छ हुन्छ हुन्न विचार गरौँ हुन सक्छ नहुन सक्छ हैन अहिले नउम्रिने पछि चैत वैशाखसम्म चाहिँ उम्रिन्छ क्या चैतसम्म चाहिँ फागुनतिर पछि पनि उम्रिन्छ त्यो बिउहरू चाहिँ नउम्रिएर चाहिँ अनि बेसार खनेर मैले यहाँ राखेको छु यो बाल्टीको लगभग 3 बाल्टी 3.5 जति छ यो चाहिँ अलिकति त आज बाँकी छ त्यहाँ खन्नलाई सो यही हो बेसार चाहिँ हैन खनेर राखेको छु यसलाई चाहिँ धुनुपर्ने छ अहिले अनि जराएर फाल्नु छ काम चाहिँ टन्ने छ अझै भोकलाई पनि लाग्न लाग्छ खुट्टा धुनु पर्यो धारामा पानी आउँदैन क्या धारामा पानी आउँदैन बिहान बेलुका आउँछ अलिअलि त्यही भएर हो अब भोक नि लाग्न लाग्यो एउटा काम गरेपछि भोक लागिरहेको छैन होइन खाने पानी छैन जुस लिएर आउनु पर्ने छ अन्डा चाहिँ खानु पर्यो उठो बोइल अंडा के खोलप खाना रोसी खानु पर्छ पानी सारेर खानु पर्यो रक्सी भन्ला नि पानी हो बेसार कलाउनु पर्यो फेरि कलाउनै झलन पानी हालेर हिलो भएछ सुकाइदिए पानी झर्क्यो पानी आसी छैन खै अहिले त आउँदैन होला क्या आएर सो त्यही हो मेरो आजको काम चाहिँ यही हो अब एकछिन म रेस्ट मार्छु किनभने चाहिँ अलि थकै पनि लागिरहेछ सो म खासै जाँगरिलो मान्छे चाहिँ होइन त्यही पनि अलिअलि जाँगर चलाएर चाहिँ अलिकति किनभने होला यो कति पाथी लगभग पिस्यो भने नि होला 2-3 पाथी चाहिँ 2 पाथी जति त हुन्छ होला सायद पिस्यो भने है सुगाएर पिस्यो भने 2 पाथी हो भने त धेरै हो नि धेरै त हान्छ नि त 2 पाथीले सो त्यही हो आज शुक्रबार हो भोलि शनिबार जुम्मा की रात है जुम्मा की रात है भन्ने गीत सुन्दै आज टक्क लगाएर चाहिँ चेन बैन टक्क मस्त गरेर सुत्ने दिन हो नि त आज फेरि अर्जसको पनि क्या मेरो मात्र होइन सो त्यही हो अहिलेलाई गएँ म चाहिँ म फेरि खासै भिडियोहरू त्यति बनाउँदैन त्यो फाटाफुटा अलिअलि जस्तो पाए जस्तो ऱ्यान्डम भिडियो बनाएर जान्छु अघि मैले काम गर्दाखेरि केही बनाएन भिडियो चाहिँ होइन किनभने मैले ब्लग बनायो त्यतिखेर बनाउँथेँ अहिले चाहिँ छोटो सानोतिनो त्यस्तै हो सर्टकटमा एडिट क्या एडिट गर्नै नमिल्ने खालको नपर्ने खालको चाहिँ भिडियो बनाएर हाल्छु माझौँले किन एडिट गर्नै झ्याउ लाग्छ मलाई होइन त्यही भएर चाहिँ त्यस्तै हो आइफोन पनि मेरो फोन पनि रिसेट हानिदिएको त दिमाग खराब भइरहेछ यार त्यो सफ्टवेयर अपडेट गरिदिएको त्यसपछि त साउन्ड पनि दब्यो टचले नि काम गरेन अब त्यसलाई फेरि डाउनग्रेड गर्नु भन्छ त्यसलाई चाहिँ अब हेरौँ के हुन्छ बेलुकातिर बिहान चाहिँ गर्दाखेरि बत्ती गयो ल्यापटपमा अहिले चार्ज टिक्दैन नि त
बेलुका चाहिँ गएर चाहिँ गर्नुपर्ला 16 मा झारिदिनु पऱ्यो के जस्तै हुन्छ चल्या चल्छ नचल्या नचल्छ त्यही हो अहिलेलाई म गएँ मन्थन गर्दै गरौँला फेरि है साथीभाइहरू पापिनी मेला आउँदैछ भेटघाट गरौँला है त सल्टिनेहरू पनि भेटघाट गरौँला